पाक्दा चाहिँ यस्तो हुन्छ तपाईँको। यो चाहिँ पाक्यो, सुरु हुँदैछ पाक्नु। पाक्नु सुरु हुँदैछ है, कलर चढ्दैछ यो चाहिँ। वर्षेनी लगभग कति फल दिन्छ अङ्कल यसले? यो पालि चाहिँ अलिकति ज्यादा भनौँ न। हजुर। यो फर्स्ट लटमा 160वटा जस्तो चाहिँ छ। यो तपाईँको पहिलाभन्दा अलिक ज्यादा यो पालि है? हजुर। यो अक्टोबरसम्म हुन्छ यसो। अक्टोबर यत्रो झ्याङ फैलिनु लगभग कति वर्ष लाग्यो अङ्कल? 6-7 साल हो। 6-7 साल चाहिँ भयो। हजुर हजुर। ए मार्केटमा यसको भ्याल्यु के कस्तो छ अङ्कल अहिले ड्रागन फ्रुटको चाहिँ? हामी तपाईँहरू त लगभग यसलाई त कमर्सियल हिसाबले त गर्नु भएको छैन होला होइन? छैन तपाईँको अलिअलि फल्छ नानीहरूलाई, इष्टमित्रलाई यसो हजुर। कोसेलीहरू जस्तो दिइन्छ। ए अच्छा हजुर। घरमै खानु होइन? हजुर। हजुर। यो यति धेरै फैलेको झ्याङ कति वर्षे झ्याङ अङ्कल यो? 7-8 साल भयो। 7-8 सालको है? वर्षे नै यसले फल चाहिँ राम्रै दिन्छ अङ्कल? हजुर। नेपाली फर्स्ट लटमा झन्डै 170वटा छ चाहिँ छ। 170 छ योपालि छ है? 30 साल। ए हजुर हजुर।